यहाँहरू सम्पूर्णमा नमस्कार है साथीहरू। अहिले तपाईँले स्क्रिनमा देखिरहनु भएको यो बिरुवा कुटमिरो हो साथीहरू। कतिले यसलाई चिन्नुभएको छ। यो कुटमिरोको वैज्ञानिक नाम हो लिस्टिसिया मोनोपेटला। किसानहरूले यसलाई अदृश्य सम्पत्ति वा हरियो सुन भनेर पनि चिन्ने गर्दछन् साथीहरू। आखिर किन त? आउनुहोस् यस भिडियोमा हामी कुटमिरोको फाइदा र यसको खेतीबारे जानकारी लिनेछौँ। मेरो एउटा सानो रिक्वेस्ट, यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरी अल नोटिफिकेसन क्लिक गर्न नबिर्सनुहोला, किनभने यस्तै महत्त्वपूर्ण जडीबुटी र रुख बिरुवाबारे सबैभन्दा सुरुमा जानकारी लिनको लागि। ढिला नगरी भिडियो सुरुवात गरौँ साथीहरू। नेपालको पहाडी र तराई क्षेत्रमा पाइने रुख विशेष गरी 3वटा कुराका लागि धेरै महत्त्वपूर्ण मानिन्छ। पहिलो छ गाई भैँसीको दुध बढाउने घाँसको रूपमा। हिउँदको महिनामा जब जताततै घाँसको अभाव हुन्छ त्यति बेला यसको हरियो पात गाई भैँसीका लागि अमृत बन्छ। यसको दुध र फ्याट दुवै बढाउँछ। अनि यसको दोस्रो कुरा छ रेशम किराको आहारा। मुगा रेशम किरा पालनका लागि यसको पात अनिवार्य मानिन्छ साथीहरू। भने तेस्रो छ घरेलु औषधि। यसको बोक्रा र दानाको तेललाई बातको दुखाइ र झाडा पखालामा निको पार्न प्रयोग गरिन्छ। यहाँहरूले कतिले जान्नु भएको छ, यहाँहरूलाई जानकारी गराए। अनि यसको खेती गर्ने तरिकाको कुरा गर्दा साथीहरू, यदि तपाईँ पनि यसको खेती गर्न चाहनुहुन्छ भने जेठ असारतिर पाकेको फलबाट बिउ सङ्कलन गर्न सकिन्छ र असार साउनमा नर्सरीमा बिउ उमारेर अर्को वर्षको वर्षायाममा खेतको काल्ना र खाली जग्गामा सार्न सकिन्छ। सुरुका 1 वर्ष 2 वर्ष गाईबस्तुबाट जोगाउन सके पुग्छ। त्यसपछि यसले वर्षौंसम्म फाइदा दिइरहन्छ। तपाईँको गाउँघरतिर यो कुटमिरोको रुखलाई के भनिन्छ? तपाईँहरूले यसको प्रयोग कसरी गरिरहनु भएको छ? तलको कमेन्टमा पक्कै लेख्नुहोला। भिडियो मन परेमा लाइक, सेयर र हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। नमस्कार।